हामीबाट पलायन भएको छ, पछ्याउनु भएको छ। जब 18,000 जनताको पीडित जनताको सम्बोधन गर्नु सक्नुहुन्न भने त्यो कुर्सीमा बस्ने अधिकार छैन। हामी मेरोमा बुझ्दाखेरि मैले भनेर राखेको थिएँ त्यो पैसा यस्तो शब्द भन्ने यो चाहिँ कस्तो खालको शब्द प्रयोग गर्यो नेहरूजीले फेरि एकपल्ट सम्बोधन गरेर फेरि भनिदिनु होला। एकपल्ट फेरि सम्बोधन गरेर के भन्नुहोस् भने तपाईँले तपाईँहरूले 22,000 पैसा रहेको हो भन्ने कुरा गर्नुहोस् यहाँ सम्बोधन गर्दा, अनि फेरि तपाईँको त्यसको जवाब तपाईँहरूले पाउनुहुन्छ। तपाईँ सडकबाट उठेर लौरोड टेकेर तपाईँ यो कुर्सी सम्हाल्न पुग्नुभयो र तपाईँले फेरि के सोच्दै हुनुहुन्छ त्यो हामीलाई थाहा भएन। यही धराने जनता 1 नम्बरदेखि 20 नम्बर वालासम्म लागेर तपाईँले 5,000 मत पनि ल्याएर त्यो सिटमा पुर्याउने हामी हो। यो स्वाभाविक छ। र यदि तपाईँ फेरि 1 देखि 20 नम्बर वार्डको जनता पीडित भएको ठाउँमा तपाईँ हाम्रो पीडितमा चाहिँ सम्बोधन गर्न सक्नुहुन्न, मलम लगाउन सक्नुहुन्न, हाम्रो न्यायका लागि बोल्नुहुन्न भने तपाईँ त्यो कुर्सीबाट हटाउने जिम्मेवार पनि हामीसँग भएको छ।